वेलकम ब्याक टु माई स्टार्ट अफ गर्ने कसरी गर्ने हो नि सर अनि त्यसपछि चाहिँ हामी चाहिँ दोपहर जान लाग्यो स्टार्ट अफर अन गर्दै हुन्छ हैन अनि ठ्याक्कै चाहिए बेलामा स्टार्ट हान्नु फर्स्टमा हैन त्यही भएर मैले अहिले भनेको हामी चाहिँ दोपहर जान ओरा जाँदाखेरि यस्तो गरेर ए सरी चले कहाँ लाग्यो दोपहरे मैले स्कुल चलाएर हजुर उयो पेट्रोल हाल्न भइहाल्यो सो फाइनली गाइज हामी आइसक्यौँ म चाहिँ उखु लिएर आएको छु To you, to यहाँ छु म चाहिँ यो कालिम्पोङको टिका लाएर हिँड्दैछु थक लाग्यो फाइनल्ली हामी चाहिँ हाम्रो बारीमा हामी आइसक्यौँ कति राम्रो थियो यार पहिला यस्तो बनाएर अहिले यो चाहिँ हाम्रो घर हो यहाँ बस्ने ठाउँ हो यो कस्तो राम्रो थियो पहिला यहाँ पनि कति राम्रो थियो यस्तो भयो के छ यो हिँड्नुहोस् न हामी के हम देखाइन्छ हजुरहरूलाई के हमहरू के छ देखाइन्छ पाडो खै ए पाडो पनि छ यहाँ देख्नुभयो होला यहाँ यो पाडो भनेको होइन कि उता पाडो यहाँ छ गौड छ यो टोइलेट हो अनि हाम्रो ठुलो मम्मी कोदालो कहाँ ल्याउने कोदाले अनि यो कटोको रुख सच्चै भनिदेऊ त यहाँ के हाम्रो घर पानी लिएर आयौँ कि हामीले यहाँ कटर पनि फलेर रहेछ ए रहेछ कटर त ऊ छ त मैले देखेँ नि त कटर टन्नै छ ऊ लाहान हातले नदेखाउनु सधु खै कहाँ ए वाउ राम्रो देखेँ मैले त सुन्तलाको बुटो नि थियो अनि यो हाम्रो कफी भयो यो सुन्तला माथि के छ बस आइसमालाई महारानी हाम्रो दाउरा यहाँ छ अब इनकेस सर्टेज ग्यासको सर्टेज भयो भने सबैजना यहाँ आएर बसेर यहाँ दाउरा त्यहाँनिर ओ पाडो बाडो लाने खोरको बाडो लागि बाहिरको बाडो लागि पाडो पाडो कसले हेर्छ पाडो सधैँ के आर्यन काटेको के काटेको घोडा खुर्सानी जे लाने हुन्छ क्या पर्रा पारेर खनेपछि मैले खन्न नहुने है खुर्सानी त यहाँभन्दा उतै लगायो टिप्न सजिलो हुन्छ फोटो कि भिडियो भिडियो हो थम्बनेल नि हिज्ने हो ए थम्बनेल आफू थम्बनेलमा आम्ला हानेर थम्बनेल थम्बनेल हो कि थम्बनेल हो थम्बनेल नङ कि चाइनिज साग खाएन ओके साग छ खोइ चाइनिज साग चाइनिज पनि पर्छ एनमा लैदिउँ चाइनिज साग दिन मलाई चाइनिज मनपर्छ अरे आर्यनले
होइन चाइना मनपर्छ नि चाइनिज निहाउमा आइसिल खमेलमा मेरो घाँटी काटेँ मैले आफैले राख्ने कि यस्तो गरेर खमेलको होइन मैले उता राखेँ कसरी फर्केको हो कि पसिना आएर चाहिँ त्यस्तो काटेको पसिनाको फल मिठो हुन्छ अन्त खानुपर्छ कस्तो भइरह खतला भयो खतला 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 अच्छा कस्तो खतला भयो आइस नि सधैँ खतला भयो पाडो भाइ खाँदैछन् आर्मीको ट्रेनिङ ओए नैसन नि फेरि हेलो निसको घर उता हो उहाँ जानु भयो भाइजी जाने निसको घर अहिले हेर्नु है जाने हाम्रो भित्र चाहिँ यस्तो छ है तर यहाँ म साथीहरू लिएर आउँछु भनेको साथीहरू लिएर आउँछु भनेको तर मलाई डर लाग्यो एक्लै बस्नु भुत आएन भनेर ऊ उता फेरि सारेगाउँमा पढ्दा निसा सुरु भयो हामी साँच्चै यहाँ बस्नु भयो त्यही भएर हाम्रो आँगन हुन्थ्यो होला है मम्मी माइलो अङ्कलको त भर छैन बारी नै बनाइदिनुहुन्थ्यो अरू भए चाहिँ आँगन हुन्थ्यो ओहो धुलो हो यो भाग सबै आँगन हुन्थ्यो उहाँ तारु भाइले उहाँ पियानो बजाउँदै छन् लोकल टमाटर नि टिप सो गाइज यहाँ चाहिँ के को बिउ तल छुट्यो अरे अनि त्योहरू म लिन आइरहेको छु अब मैले यहाँ कहाँ पनि रहेछ यार के अरे मैले टुरको भ्लग त पछि हाल्छु होला अहिले भ्लग हाल्छु होला मेबी थाहा छैन मलाई मेरो यति धेरै भ्लग पेन्डिङमा अनि एउटा कुरा त मलाई भ्लग गर्नै झ्याउनु छ गर्मी आइया सरी कस्तो रमाइलो कि फाँटहरू पनि यस्तो राम्रो भयो यहाँ है यस्तो रमाइलो हुन्छ चितवन जस्तो पनि रमाइलो हुन्छ फेरि सबै रमाइलो ए पिरालोको जिउ रहेछ गाईहरू काफलले टिपेँ मैले कस्तो राम्रो के हो यो यस वान ल सधु खाऊ के हो र आउने सर काफल हो उहाँ हाल्दैन यसो हाल्यो त मेरो हातको मल छ मेरो उयो पात हाल्दैन त रातो चाहिँ ओ पिजी त होला नि सर यो खाना त यो एउटा अर्को अलिकति रातो खायो फालोले 500 रुपैयाँ यसो लाग्छ झुटो बोल्दा रहेछ है गाइस रसन रचन कहाँ सिकेर आइस त्यस्तो मैले त एउटा नै खान पाइनँ अमिलो टिप त्यहाँ टाउको फुटाउनु है यो त अग्लो छैन त्योभन्दा अग्लो त हेर तिम्रो यहाँ घाँटीमा निसल यो म यत्रो हो ल पाते भयो बल्ल बोलेको हो ए यार ठ्याक्कै अझ ठुलो रहेछ यति नल्ली मभन्दा अलिकति ठुलो छ त म त ठोकिन्छु होला यहाँ त मन ठोकिन्छ होला झन् अर्को रहेछ यहाँ त ए होइन ल के हाल्नु पर्यो अब ठिकै हो यतिको त यार यतिको त ठिक्क हो यार निसलले हाल्दैन मलाई हामी चाहिँ कहाँ जानु लाग्यो निसल
मेरो गाउँमा मेरो घरमा निश्चलको घरमा जानु लाग्यो हाम्रो चाहिँ निश्चलको घर र हाम्रो यहाँ घर नजिकै होला जस्तो हुन्छ चाहिँ हामी चाहिँ निश्चलको घरमा इस्कुसको बिउ लिन जानु लाग्यो हामी निश्चलको घर आयौँ यो चाहिँ निश्चलको पुरानो घर इस्कुसको बिहा थियो र दिदी एउटा छैन होला घर छ कि यहाँ साइडमै त्यहाँ लगेर रोप्नु आएको थियो भए इस्कुसको बिहा लिएर आइज भन्नुहुन्थ्यो यहाँ त छैन होला नि सुकेको पनि छैन तल बल्ल यहाँ उम्रेको उता के हुँदा नि सो क्याप लाग्यो स्केयरक्रु होला नि हँ सुन्तला होला नि नयाँ सुन्तला होला नि उतो देख्नु भएको थियो र देखेको थिएन होला दाइले देख्नुभएको थियो दाइले खन्दाखेरि यहाँ सुन्तला गोड्दाखेरि आएको थियो इस्कुसको बिहा खोज्नु आएको यस्तो इस्कुसको जाने उता हेर त उता उता भित्रतिर के त्यो तल तलतिर नयाँ त फल्दो चाहिँ के अरे झाले यस्तो छ सजिलै हाल्नु देखिन्छ खतला धारो पाइन्छ सजिलै आउच रोपाले फेरि पाडो ल्याएर न ए पानी धेरै खर्च नगरौँ पानी हो क्या चल्छ मुल पनि हो क्या ए हुन्छ त्यहाँबाट आउँदो रहेछ के अरे तति खर्च गर्नु केही साबुन छैन यहाँ यो साबुनहरू छ ए साबुन वा अलि नुनिलो हुन्छ त्यही हो कि कस्तो ब्याउती खान मन लाग्यो भाइ अहिले पार्दै बच्चा पाखा त्यहाँ निश्चल पाखा एउटा दुइटा गाई हो कि एउटा भइसक्यो बच्चा पाए सुत्केर भयो भयो फेरि हात भयो कपाल त लास्टै हो है मेरो मेरो गाइस कर्ली कपाल राम्रो कि स्ट्रेट कपाल राम्रो भन्नु नि खोल्ने पनि राम्रो हुन्छ नि अहिले यसो मात्र देखाइदियो अहिले खोल्छु म हाइकट जस्तो देखिन्छ नि तेरि त नुनै लाग्यो कली कपालभित्र के अड्किरहेको थियो चाचा अड्किरहेको थियो हो हो अब त्यहाँ त सर्ट्स लाएर आइथिएछ तँ त राम्रो कपडा लाएर आइसकेको थियो दामी थियो यो भित्र नि सर्ट्स भएको नि मैले त सधैँको लागि मैले त्यो उस के ब्याकअप हो कि ए सधैँ लाउँछु मैले भित्र सर्ट्स त्यो माखा हेर्न त्यहाँ निश्चलमा बाछा पारेछ निश्चल पाहा रहेछ क्युटी के थाहा पाडी हो कि पाडी भयो नि तिमी पाडो भयो नि गाइस निश्चलले उँगो काट्छन् रे अब निश्चलले सिकाउनु पऱ्यो आज उँगो काट्नु उखु काट्न म आउनु काट्छु म उखु उहिले त मलाई हान्छ क्या दे म काट्छु दे छटमा काट्छु म काट्छु ले त सुगर क्यान रे ल त म काट्छु कि निश्चल भिडियो निश्चल निश्चल त्यसै काट्ने हो कि ल्याउ त यसो यो यति फेरि कहाँ भिन्छ हो त्यही खाली हो कि अनि खान सजिलो हुन्छ आँखाबाटै काट्नु लाग्थ्यो कि माइजू मैले मलाई यस्तो भनेको आउनु झन् दुःख हुन्छ कि खान खान दुःख हुन्छ कि आँखाबाट सजिलो हुन्छ कि सेप्छु मम्मी ओए खुट्टा भाँच्छ है तेरो ओइ मेरो मुखमा लाउँदा है माइज काँडा ल यो ल यति त गरौँ फक्दिनु नि मलाई के अरे होला भाइ समात्नु दर साथै ए यस्तो गरेको देश ए यस्तो यस्तो धेरै जान खान्छ यहाँ मलाई हो यो मादर लाग्छ यो दिन यहाँबाट यो त सक्दिनँ यो दिने त्यो तल्लो त सक्दिनँ अझै एकचोट बिग्रेको जान्छ क्या के हो घुमाउनु पर्छ कि घुमाउनु पर्छ ए यो सक्दिनँ के कोइन्सिडेन्टली यो पुग्दैन अनि अझै एउटा भयो भने चाहिँ भान्जालाई छैन अब पुग्दैन होला कि मम्मी यो काट्छु यो त्यो आज चाहिँ भाम पर्यो काट्न गयो योमा हाम्छु मम्मी त्यसो यो खान सकिन्न भन्छ यो खान्छ त्यो ल अब कोलाई चाहिएको यो कहाँ हेरेन सफा गर्छु बरु सट
पुग्नु हर्कसम्मको होइन के हुन्छ कि बेच्नु मेरो जा भयो है बेच्छु बेच्दिन 5000 ध्यानमै आउँछ दिन लर घुलेर गएको जस्तै 5000 बेच्दिन 5000 होइन घरै लैजाउँ न हामीले बेचेर यहाँ बजारमा भाइल भयौँ अनि त्यहाँ पैसा कमाउँ कस्तो आहा मलाई खै हेर्नुपर्छ मिस्त्री यस्तो ठ्याकै त्यो स्कार्फ लाएर तिनटेको बोली जस्तो आज न सुत्नु रेडी हो यहीँ सुत्ने आज रेडी यस्तो हो कि अघि चाहिँ यो जान साँच्चै तर्छ थियो अझै तर्छ जस्तो गर्यो नि यसले चाहिँ यो रिटेक हो है साथी कोही फेस बना न अघि कस्तै मैले के छुट्याएँ मेरो टोपी है टोपी केही न केही त छुट्याएँ होला फोन फोन तसँग र के ल्याएको थिइस् र के थियो र उजो उखुलेर हेर्ने गाईले दिनु गाईले हान्छ होला सक्छ र सक्छ होला मुटु मिठो हुन्छ के देऊ सक्छ होला तिम्रो अन्त म दिन्छु नि माछ चिन्छ मलाई चिन्छ अनि अरे तिम्रो अन्त ठुलो जग हुन्छ थाहा नि सर रेसिस है गाई हेर्नु त कालो मान्दिकन डाइरेक्ट सेतोलाई दिएँ म रेसिस होइन गाई मैले अहिले आला सेतोले कालोले हान्दैन फेरि अब रहन्छ एग्रेसिभ देखेँ कालो त उयो हाते खाइदिएर है आएर नि त्यस नगर कोही खान सक्ने हो कि क्या हो आइसक्यो नसक्ने भएर किन खान्छ ऊ खायो ओ नि रेसिस मान्छे कालो भएर नि त्यस्तो गर्नु ओ ढोगरम न गाईलाई ऊ रस चुहाइसक्यो तेल त चौबे कस्तो बलियो हुने नि है जाम 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 बाई मेरो नि यस्तो जलाउनु भएन के हुन्थ्यो होला नि ऊ त्यसले खाइ त खानै सकेन जाम न मिमिङ गर्नै पर्दैन पाडो भाइ बाइ बाइ हल्का त झस्क्यो हल्का मै झस्केको थिएँ यार कति राम्रो भयो यार अहिले त साँच्चै कि तर कटु तान्ने मरे यार निसन कस्तो तानिदियो गाई झन्डै म तान्दिनँ हौ तान्दिनँ कति लगाएको यस्तो यिनको चाहिँ यो गाई डेली फेसन है यिनको चाहिँ यही जहाँ हिँड्दा नि यही लाउँछन् अस्ति नै उषा पनि टुरा नि हेरेको थियो यिनले कलेजको टुर जाने नि खन्दा नि है जाने है तिरतिर जाँदा नि त्यही जाने राम्रै हुन्छ ल ल सो गाइज अब हामी जाँदैछौँ कहाँ नि हामी साँच्ची अब हामी खाजा अब घरै जाऊँ भयो हामी घर जाने कि 300 घर माथि घर जाऊँ कहिले खाने अन्त नि घरै गएर हामीलाई कि हिजो मैले करेन्ट खान्छ न घर के अरे कति बजे 10-11 बजे त्यही टेबलमा राखेको थिएँ किचनमा राखेको थिएँ भेज करेन्ट ओए पिङ्क करेन्ट खाइसारे नि खानै पर्दैन हामीलाई त निश्चय साह्रो खायो कि मिठो रहेछ त हुन्न कि त्यो मिठो रहेछ त्यसकारी कस्तो अनि त्यो चिज फ्लेभर हुन्छ खासै नुन त्यसकारी मन परायो कि पराएन नुन त्यस्तो चर्को हुँदैन ठिक्क हुन्छ सुरुको बाइट तँलाई मन पर्दैन त्यो आफ्टर फ्लेभर चाहिँ मनपर्छ कि अहिले खाऊँ न त फेरि आफ्टर फ्लेभर निश्चल जाम सँगै जाँदा त्यही मिसाएर खानु पर्यो मिसाएर ठिक हुन्छ आइसमा यता आउन एकदम हेल्दी फिल हुन्छ तर त्यो हेभी फिल हुँदैन कि करेन्ट खासै हेल्दी फिल ओ माई गड करेन्ट खाँदा हेल्दी फिल हुन्छ होइन भन एउटा उस खानु पर्यो के चाउचाउ खाएर यस्तो एकदम के त्यो अनहेल्दी भाइब्स आउँदैन कि यो एउटा मात्र खान्छु फेरि यो खाएँ होइन टोयलेट गर्न गाह्रो हुन्छ कि के हुन्छ अन्त मासी हो के हो छुट्टिएर मेरो एयरपोर्ट ल गाइज अब हामी जान्छौँ घरतिर त मेरो मन छुट्यो जस्तो करेन्ट खायौँ भन्ने भिडियो बनाएर हाल्नु नभए बाई बाई सी यु